हेलो साथीहरू, फाइनल्ली नानीको द प्याराडाइज मुभीको टिजर टेलर आइसकेको छ। अब आउनुहोस् सँगै गरौँ यसको रियाक्सन। लेट्स गो। हेरौँ है त क्वालिटी कस्तो छ। सारेगामा म्युजिकमा हालेको रहेछ यसको हिन्दी टिजर। क्वालिटी 4K मा रहेछ। ठिक छ, राम्रो हो। यो बेस्ट नै भन्नुपर्छ। 4K मा हाल्नुपर्छ कि अहिले सबैतिर 4K छ। 4K मा नहाले त कामै हुँदैन कि। सबै 4K मा हाल्न पर्छ। ल हेरौँ। सेप्टेम्बर 24 मा रहेछ यसको रिलिज डेट। सेप्टेम्बर पुऱ्याएछ। ठिक छ, ल लेट्स गो। 1 2 3। हमसे ये जगह किसकी है? ये देश किसका है? भिजुअली बवाल छ यार। यो चिलको आँखा हो कि कौवाको हो, तर दामी छ। ब्लडी लुक दामी छ। ओ राघव, ये सरकार जमींदारों के लिए है या लोगों के लिए है? हमारी जमीन को श्रीजात को पलटवार करना होगा। तो काला गया, काला रंग अब हमारा झंडा है। कौवा ही उस पर निशान होगा। भूखे जाने वाले कौवे जब तलवार उठाने तो क्या होता है, हम सिखाएंगे। ये जगह किसकी है? अनिरुद्धको म्युजिक, गुस्बम्प। ये देश किसका है? वाह। ब्लेड। पड़ोसी नजर दामी दामी दामी। सदा बर्बादी की नजर गुस्बम्प वाला सारी तलवारें कट खतरनाक छ यार। लहू चले चटपट सारी बना दे खल्लास। वाउ, दामी लाग्यो गाइज यार। मलाई चाहिँ एकदमै मन पर्यो भन्नुपर्छ यार। खतरा बनाएर रहेछ टिजर। फिल्मको लागि हाइप भइसके। अहिले नै म बिकिसकेँ कि यो फिल्मको लागि। एकदमै राम्रो टिजर निकालेको छ यार। आमामा खतरनाक। ल ठिक छ है, हल्का फुल्का त्यही जमिन सम्बन्धी कहानी छ जस्तो छ यसमा। अब के छ कसो छ राम्रो त अब टेलरमा आएपछि थाहा होला कहानी कस्तो छ के छ। अब ओभरअल हेर्दाखेरि चाहिँ त्यही जमिनको लागि फाइट छ जस्तो लाग्छ मलाई। अन्त यसको लागि चाहिँ म फुल्ली एक्साइटेड भएँ कि एकदमै राम्रो छ टिजर टेलर। हजुर पनि जानुहोस्, हेर्नुहोस्, इन्जोय गर्नुहोस् होइन। मलाई चाहिँ यो टिजर एकदम बब्बाल लाग्यो कि बब्बालै लाग्यो। ल बाई, टेक केयर। यस्तै कन्टेन्ट हेर्न चाहनुहुन्छ भने चाहिँ मलाई फलो गर्न नबिर्सिनु होला। बाई बाई, टेक केयर, सी यु सुन माई गाइज।